भन्ने त हाम्रो अलिकति बाध्यता छ। तपाईले अलिकति यो प्राविधिक बाध्यता हो, हामीले यसलाई हटाउला केही छैन। यो पनि हटाएन, अर्को ब्यानर बनाउला। जनमुक्ति सेना हो यो है, पूर्व पश्चिम भन्ने हो, एकचोटि जनमुक्ति सेना भएको हो, त्यही थाहा हो है, बनाउला त्यो। तर घाइतेहरूको विरासत, यसको विरासत हामीले जोगाएर इतिहासलाई व्याख्या गराउने, बचाउने हो क्या यो इतिहास। यो इतिहास बचाउनको लागि गरेको है कमरेडहरू। जिल्ला पार्टीले अहिले आयोजना गरेछ, पछिल्लो तपाईँहरू आफै आयोजना गर्नुहुन्छ। आज आयोजक समिति बन्छ, सम्मेलन आयोजक समिति, घाइतेहरूको पनि के अरे सेनाको पनि, जनमुक्ति सेनाको पनि आयोजक समिति बन्छ। त्यो आयोजक समितिले एउटा वृहत सम्मेलन आयोजना गर्छ। तपाईँले यसको एउटा तयारी गर्नुहोला। मैले एकदम छोटोमा भन्न खोजेको, तपाईँहरू हतारिनु भएको छ। यहाँ हामीले धेरै थुप्रै नेता कमरेडहरू हुनुहुन्छ, तपाईँलाई ट्रेनिङ गरेका उहिले उहाँ चुनमाङतिर ट्रेनिङ गरेका कमरेडहरू यही हुनुहुन्छ त, पुराना कमरेडहरू होइन। त्यो भइहाल्ने हामीले के देखाएको छौँ भन्नुहुन्छ अरे, वर्ग सङ्घर्षदेखि लडेको एउटा टिम छ। यहाँ अहिले त भागेको हो नि त, फुट्या होइन नि कमरेड। जनार्दन शर्मा भाग्या हो, फुटेको भन्ने अर्थबाट नलिउँ हामीले। रुकुम किन जोगिन्छ भने भागेर भाग्नेहरूसँग जाँदैन कि रुकुम। जहाँ विरासत छ त्यही अट्टिन्छ। विगत पनि त्यही छ नि त, विगत दोहोऱ्या छ, दोहोरिँदैन। अहिले पनि हामीलाई एकदमै उ लागेको छ नि, हिजो अलिकति हामीले सङ्केत गरेका छौँ। त्यो सङ्केत त यहाँ पो गरे आउँ त। त्यो बैशाखीले के भन्छ भन्ने अझै पर्खिनु छ। कमरेडहरूले यसो बैशाखी च्यापेर हिँड्नुहुन्छ नि, च्याप्दा च्याप्दै के बोल्नुहुन्छ तपाईँले हामीले अनुमान गरेका छौँ। शहीदका आँसुहरूले के बोल्छन् उहाँलाई, हामीले त शहीदका परिवारलाई प्रत्यक्ष ल्याउन रोकिरहेछौँ नि। उहाँ जब प्रत्यक्ष देख्छन् त्यहाँ के प्रतिक्रिया आउँछ हामीले हेरिरहेछौँ है। त्यसकारण उहाँले गल्ती गर्नुभयो भन्ने कुरा भन्न किन कन्जुसै गर्ने। गल्ती गरे हो, धोका दिए हो, गद्दारी गरे हो, फेरि पनि बोल्छु म। यसले बढी बोल्यो भन्छ नि, बढी बोल्छु, फेरि भन्छु मैले गद्दारी गरे हो, गल्ती गरे हो, किन डराउँछु है। हिजो किन गरेको भन्दा अन्तर सङ्घर्षमा साथ दिए, यही बचाउँ भनेर साथ दिए। पार्टी फुटाउने भन्ने जब सन्दर्भ आयो सबैले निर्णय गरेर नजाने भने, भित्र पनि साथ दिने भने सबैले निर्णय गरे, भित्र लड्ने सन्दर्भमा साथ दिएकै। त्यसमा हामी कुनै कन्जुसै के अरे गल्तीको अनुभूति गरेका छैनौँ। एउटा नेताका लागि संरक्षण गर्न पनि हामी तयार थियौँ, छोड्न पनि तयार भयौँ क्या। छोड्न पनि जब गल्ती गर्यो, सीमा काटेपछि छोड्न तयार भयो नि। हाम्रो कुरा त्यो हो, सीमा काटेपछि छोडेको हो। यति कुरा कमरेडहरूले बुझ्दिन अनुरोध गर्दछु। दोस्रो कुरा, यहाँ अलिकति निजीकरण आदि इत्यादिका कुराहरू छन् नि। सवाल विश्वास गरेर बिग्रेको हो, गल्ती अलिअलि अनुभूति हामीले गरेकै छौँ। विश्वास पनि के हो, हामीले फेरि कमरेड यहाँ अलिकति हामीले समग्र हिसाब किताब गरेरै गरेका छौँ। यहाँ पनि अलिकति चोक्टो लिनुभएको थियो उहाँले, यहाँ पल्लोपट्टि त्यो चोक्टो हो योसँग मिसाउनलाई। त्यो चोक्टो अब उहाँले पाउनुहुन्न, त्यो खुला कुरा हो। त्यो सम्झौताले प्रश्न भनेको छ। हामी वहीँबाट पनि लखेट्यौँ, फेरि लखेटी किन गर्नु। हाम्रो एउटा पृष्ठभूमि भन्नु देखिरहेको छ नि, संयोजक कमरेडले लेखेको एउटा पृष्ठभूमि छ। त्यो कुरा के छ भन्दाखेरि विगतमा एउटै पार्टीमा रहेको भोलि पनि सहकार्य गर्ने ठाउँ हुन सक्छ भनेर गरे हो। त्यो पार्टी कार्यालय उहाँ फेरि यतै आउने बनाउन पनि सकेला होइन। गइहाल्नु भयो भने त्यति छोड्न पनि तयार भएर गरे हो, छोड्दिउँ। त्यो केही छैन। भएको के हो भने तपाईँ जनमुक्ति सेनाका कमरेडलाई भनिदिउँ, 10 लाख रुपियाँ पार्टीको तर्फबाट हालेको हो। 3 लाख रुपियाँ उहाँले पास गर्ने बेला के व्यवस्था गर्नुभएको थियो गर्नुभयो। पहिले सुरुमा म्याडमको नाउँमा पास गर्नुभयो, पछि फेरि त्यसलाई आइएन फाउन्डेसन भनेर, स्कन्द नर्मदा फाउन्डेसन भनेर बाबुआमाको एउटा प्रतिष्ठान जस्तो बनाएर त्यसको नाउँमा उहाँले पास गर्नुभएको थियो। भोलि पनि उहाँको त्यो भइरहेको छ भनेर हामीले छोडिदिएको हो। त्यसकारण त्यसलाई अन्यथा हामीले अब भयो त गल्ती भयो। गल्ती भएपछि तपाईँले उठाएको प्रश्नको खास गरी एउटा नेताको हिसाबले मैले गल्तीको रियलाइज गरेको छु। अब विश्वास गर्दा कहिलेकाहीँ विश्वासघातमा परियो, यति कुरा मैले कमरेडलाई बुझाउन चाहन्छु। दोस्रो कुरा, हामी के गर्छौँ त भन्दाखेरि हामी अगाडि बढ्छौँ, हामी रोकिँदैन, हामी अगाडि बढ्छौँ। आज काङ्ग्रेसका मान्छेले उहाँको त्यो भेलामा काङ्ग्रेसका मान्छे सहभागी भएको छन् क्या। गजबको हाँसो लाग्दो कुरा, काङ्ग्रेसले उहाँका मान्छे सल्लाह उतैबाट गरेर आएछन् क्या। दुईवटा बुढाहरू होइन, दुईवटा बुढाका यसो अनुहार त हेर्नु भएको थियो नि, प्लेनमा पनि सँगै आएर कार्यक्रममा पठाइदिनु है दाइ भन्नुभएछ उहाँले। आज काङ्ग्रेसका अनुहार देखेका छौँ हामीले त्यहाँ है। जे जति छन् केही नाम चलेका मान्छे नै त्यहाँ छन्, काङ्ग्रेसका अरू पार्टीका पनि छन्। त्यसकारण ठिकै छ, उहाँले त्यहाँ राम्रै भयो, केही फरक पर्दैन। तर हाम्रो विरासत हामी जोगाएर हिँड्छौँ। माओवादी विरासत, नेपाली कम्युनिस्ट पार्टीमा रूपान्तरित माओवादी विरासत हामी निरन्तर अगाडि बढाउँछौँ। मलाई के विश्वास छ भने रुकुम हिजो पनि